आमा याङ्री पुगेर फर्कँदाखेरि यो हिउँको मजा चिप्लेर लड्दै गरेका हाम्रा पछाडिका साथीहरू के भनौँ र खोइ भनौँ भने पनि रिसाउँछन् नभनौँ भने बिस्तारै हिँड्दैनन् हतार गर्छन् यस्तै रहेछ ल आमा याङ्री यो समयमा आउन चाहिँ बहुत अच्छा लाग्यो यस्तो अच्छा लाग्यो खतरा लाग्यो अच्छा मात्रै होइन खतरा लाग्यो यो हिउँ यसरी हिउँ हिँड्न पाउनु पनि होइन र हो नि ल हेर्नुहोस् त हिउँका डल्लामा गोली खेल्दै हजुर हामी गएर आयौँ कति धेरै भिडियो पठाइदिनु है भिडियोमै मागेपछि तीन थरी लाली रास्ता हेर्दै आएको तीन भाइ छ नि रेड त देखियो यो कुकुर पनि आमा याङ्री जान्नलाई आयो फोटो खिच्नु फोटो खुट्टे बोकेर हिँड्छ मलाई सिकेर ल्याउ त